युवा भनेका राष्ट्रका मेरुदण्ड हुन्। युवा अनुशासित र सक्षम भए राष्ट्र सक्षम हुन्छ। कर्मठ, देशप्रति समर्पित युवाले नै राष्ट्रियता जोगाउन र राष्ट्र विकासमा टेवा पुर्याउँछन्। नेशनल क्याडेट कोरको अवधारणा सन् 1666 मा जर्मनीबाट प्रारम्भ भएको मानिए तापनि यसको लिखित इतिहास सन् 1856 को क्रिमिया युद्धसँग जोडिएको छ। क्रिमियाको युद्धमा भाग लिएका ब्रिटिस नौसैनिकहरूले ज्यान गुमाएपछि युद्धमा बचेका अन्य सैनिकहरूको सहयोगबाट मृतक सैनिकका अनाथ बालबालिकाहरूले एउटा सङ्गठन बनाए जसलाई नेभल ल्याड्स ब्रिगेड भनिन्थ्यो। उक्त नेभल ल्याड्स ब्रिगेड क्रमिक रूपमा विकास भई सन् 1914 मा पूर्ण रूपमा सेवा दलमा रूपान्तरण भयो र अन्य राष्ट्रहरूले पनि यो अवधारणा अनुरूप राष्ट्रिय सेवा दलको स्थापना गरी विभिन्न तालिम सञ्चालन गर्दै आएको पाइन्छ। शक्तिशाली राष्ट्रहरू अमेरिका, बेलायत, इजरायल तथा अन्य राष्ट्रहरूमा समेत करिब 12 वर्षदेखि 18 वर्षसम्मका स्कुलका विद्यार्थीहरूलाई क्याडेट तालिम दिई युवाहरूमा असल नागरिकको गुण, नेतृत्व क्षमताको विकास, शारीरिक तन्दुरुस्तीको अभिवृद्धि गर्ने तथा आफ्नो देशको सेना तथा अन्य सुरक्षा अङ्गहरूमा सेवा गर्न प्रोत्साहित गर्ने र राष्ट्रमा सङ्कट परेको अवस्थामा सेनालाई प्रत्यक्ष रूपमा सहयोग गर्नको लागि रिजर्भ फौजको रूपमा प्रयोग गर्ने गरिएको छ। यसै अनुरूप युवा युवतीहरूलाई अनुशासित, सक्षम, देश र जनताप्रति उत्तरदायी बनाई राष्ट्र तथा समाज सेवामा टेवा पुर्याउने उद्देश्यले विक्रम सम्वत 2022 साल कार्तिक 22 गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहबाट राष्ट्रिय सेवा दलको स्थापना भएको थियो र यसका प्रथम निर्देशक तत्कालीन उपसचिव गम्भीर ध्वज गुरुङ हुनुहुन्थ्यो। राष्ट्रिय सेवा दल ऐन 2027 बमोजिम यसको प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री, सहसंरक्षक माननीय रक्षा मन्त्री र प्रधान सेनापति रहने व्यवस्था रहेको छ। युवा वर्गहरूमा अनुशासन, वफादारीता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकास गरी राष्ट्र निर्माण तथा विपद व्यवस्थापन कार्यमा सहयोग पुर्याउने र राष्ट्रलाई सङ्कट परेको अवस्थामा नेपाली सेनाको माताहतमा रही परिचालन हुन सक्ने समूह तयार गर्नु राष्ट्रिय सेवा दलको प्रमुख लक्ष्य रहेको छ। एनसीसी तालिम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो। विक्रम सम्वत 2022 सालमा काठमाडौँ उपत्यकाबाट सुरु भएको युवा जनशक्ति विकास कार्यक्रम हाल आएर 77 वटै जिल्लामा विस्तार भएको छ। राष्ट्रिय सुरक्षा नीतिले परिकल्पना गरे अनुरूप देशको सुरक्षा स्थिति प्रतिकूल भएको अवस्थामा नेपाली सेनालाई सहयोग गर्ने र राष्ट्रिय विपत्तिको समयमा जिल्लामा न्यूनतम 100 जना प्रकोप उद्धार कार्यमा संलग्न हुने स्वयंसेवक जनशक्ति तयार गरी राख्नको लागि राष्ट्रिय सेवा दलको पहुँच तथा विद्यार्थी संख्या लगातार वृद्धि गर्दै लगिएको छ। एनसीसी को मुख्यालय जगन्नाथ देवल काठमाडौँमा रहेको छ भने अन्य शिक्षालयहरू क्रमशः पूर्वमा मोरङको याङसिला र महोत्तरीको बर्दिवास तथा पश्चिममा नवलपुरको हात्तीखोर र बाँकेको कोहलपुरमा रहेका छन्। स्थापना कालदेखि 2070 सालसम्म प्रत्येक वर्ष करिब 500 विद्यार्थी सहभागी हुँदै आएकोमा विक्रम सम्वत 2071 सालबाट विद्यार्थीहरूको संख्या क्रमिक रूपमा वृद्धि गर्दै लगिएको छ र हाल आएर प्रतिवर्ष 7700 जना क्याडेटहरू समावेश गरी तालिम सञ्चालन गर्दै आइरहेको छ। एनसीसी को उद्देश्य अनुसार एउटा डिसिप्लिन हामी सबै क्याडेट्सहरुमा एउटा मेन्टेन भएको छ। सँगसँगै टाइम म्यानेजमेन्ट एकदम धेरै म्यानेजमेन्ट भएको छ अनि पर्सनल क्यारेक्टरहरुमा एकदम डेभलप गरेको छौं र त्यही कुराहरु हामीले आफ्नो कलेजमा अनि आफ्नो सोसाइटीमा आफ्नो फ्यामिलीमा एप्लाई गर्छौं। हालसम्म तालिम प्राप्त विद्यार्थी क्याडेटहरुको संख्या 66774 रहेको छ।
फर्स्ट मोस्ट थिङ इज डिसिप्लिन, त्यसपछि अर्को भनेको लिडरसिप क्वालिटी। यसमा पार्टिसिपेट गर्नु भनेको एक त लाइफ टाइमकै सबैभन्दा ठुलो मेमोरी पनि हो जस्तो लाग्छ। त्यसपछि नेपाल आर्मी, नेपाल गभर्मेन्टले यो एनसिसी अर्गनाइजेसन डेभलप गरेकोमा चाहिँ युथको लागि एकदम हेल्पफुल छ। अब अहिले हामीले युथहरूमा हेर्ने हो भने ब्रेन ड्रेनको प्रब्लम एकदम धेरै देखिन्छ, बाहिरै जाने, बाहिर सेटल हुने। त्यो देख्दाखेरि चाहिँ हामी पनि युथहरू आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने टाइपको फिलिङ चाहिँ यो एनसिसीले जागृत गर्छ। प्रधान सेनापति कमान्ड नीति तथा मार्ग निर्देशन 2078 अनुसार विद्यार्थी छनौट गर्दा स्थान विशेषमा बसोबास गर्ने जनजाति र विपन्न तथा पिछडिएका क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिँदै आएको छ। साथै जनघनत्व बढी भएको तथा पिछडिएको वर्गको उत्थानको लागि मध्य प्रदेश र लुम्बिनी प्रदेशलाई उच्च प्राथमिकतामा राखी विद्यालय छनौट गरिँदै आएको छ। तालिमलाई जुनियर र सिनियर डिभिजन गरी 2 तहमा सञ्चालन गरिन्छ। जो मान्छे एउटा लन्ली हुन्थ्यो, जो अलिकति क्राउडमा घुलमिल हुन सक्दैन थियो, त्यो मान्छे अहिले आएर पब्लिक स्पिकिङमा फर्स्ट सेकेन्ड हुन्छ भनेपछि एनसिसीले कतिको योगदान उसलाई दिएको छ भने त्यो उसलाई मात्रै थाहा हुनसक्छ। एनसिसीले यो तालिम दिएर आज यसरी देखाउन सक्ने सक्षम हुँदाखेरि एकदमै खुसी लाग्छ। यसले युवाहरूलाई आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन, राष्ट्रको लागि सेवा गर्नको लागि यसले ठुलो टेवा पुग्छ भन्ने मलाई लाग्छ। यो पढाइभन्दा बाहेकका थुप्रै अधिकृत क्रियाकलापमा पनि उनीहरूको संलग्नता हुने भयो हुनाले उनीहरूलाई भविष्यमा समस्याहरूसँग जुझ्नको लागि निकै ठुलो अवसर हो। एनसिसी गरेको बच्चाहरू अरूभन्दा सामान्य अवस्थामा पनि स्मार्ट हुन्छन्, अवसरको प्रयोग कसरी गर्ने होइन, अनि समस्या पऱ्यो भने त्यो समस्या कसरी जुझ्ने भन्ने कुराहरूमा उनीहरू अलिक आत्मविश्वासी देखिन्छ। एनसिसी क्याडेटमा लागेर जुन एउटा समाजमा युवा युवतीहरू कुलतमा लाग्ने, फस्ने अनि एउटा कुनै स्पोर्ट्समा नलाग्ने खालको वातावरण हुन्थ्यो, एउटा चाहिँ के भन्छ सुधार केन्द्र खोजिदिनु भन्ने अवस्थामा यो जुन आर्मीले एनसिसी अभियान चलाएको छ यसमा चाहिँ अधिकांश युवा युवतीहरू यसमा लागेर यो बच्चाहरूलाई एउटा देशप्रतिको भावभक्त बनाउन खोज्नु भएको छ। विभिन्न
गराउने प्रचलन रहिआएको छ। Youth exchange program, which has been a good development in the character, courage, and the commitments of the cadet. And this is among the countries. The first thing which I learned is that brotherhood and relationships with the neighboring countries and the SAARC countries, the love for them, and the love of the Nepali army for other countries and their hospitality. युथ एक्सचेन्ज प्रोग्राम अन्तर्गत नेपालमा महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सञ्चालन हुने विशेष कार्यक्रममा विदेशी एनसीसी क्याडेटहरूलाई आमन्त्रित गरिन्छ। The youth exchange program fulfills the very aim of bringing everyone together and working towards world peace. We were taken to places of historical importance, beautiful places which showed the Nepal's heritage and its beauty. We also got an opportunity to speak with the Prime Minister and the President of Nepal. यस प्रकारको कार्यक्रमहरू आइरहेको छ। Honestly, I did not think I'd be selected for such a camp like this, but I was very happy when I found out. And after learning a little bit of the program, I expected to meet the foreign delegates. I expected to learn about Nepal's culture. Nepali हामी रहुला काम नेपालै नरहे नेपालै नरहे ऊंचाई हाम्रो चुलिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे। राष्ट्रलाई विभिन्न नेपालमा आबद्ध रहेका छन्। तालिमबाट उत्पादित भएका जति पनि विद्यार्थीहरू थियो त्यो विद्यार्थीहरू त्यत्तिकै छताछुममा चाहिँ आफ्नो पेसामा उसमा बसेकोलाई सङ्गठित गरे राष्ट्रको लागि केही गर्ने उद्देश्यले नै यो स्थापना भएको। आपद विपद परेको बेलामा जस्तै आग लागि हुन सक्छ, जस्तै बाढी पहिरो जान सक्छ, जस्तै भूकम्पबाट 2072 साल जस्तो फेरि पनि हुन सक्छ। यस्तोमा चाहिँ नि नजिकको नेपाली सेनाको युनिटको सहयोगबाट हामी उक्त क्षेत्रमा पुग्ने गरेका छौँ। राष्ट्रलाई अथवा कुनै पनि ठाउँमा विपद परेको अथवा राष्ट्रलाई नै चाहिएको खण्डमा हामी 20-25 हजार हामीले उपस्थित गराउन सक्छौँ 77 वटा जिल्ला र 7 वटा प्रदेशमा। सबभन्दा महत्त्वपूर्ण चाहिँ कोभिडको टाइममा चाहिँ ठाउँ ठाउँमा त्यो हात धुने पानीहरू साबुनहरू सेनिटाइजरहरू कसरी गर्ने अनि खानेकुराहरू त्यो फर्स्ट फेजमा त्यो गर्यो भने सेकेन्ड फेजमा कोभिडको सुई नपाएको बेलामा एकदमै छटपटाइरहेको मान्छेहरूले लाउने अवस्थै नभएको बेला पनि एनसीसी एलुमनाईले चाहिँ हस्पिटलसँग अनि हामीले अलिकति माथिल्लो निकायसँग सहकार्य गरेर कोभिडको सुईहरू पनि हामीले लगाइदिइसकेपछि मान्छेहरूलाई रगतको अभाव थियो। त्यति बेला बाहिर निस्किने अवस्था थिएन। एनसीसी क्याडेटबाट दीक्षित भएका भाइ बहिनीहरूले आफ्नो ब्लडहरू गर्दाखेरि हामीले सुरुकै टाइममा पनि 70-80 पोका ब्लडहरू कलेक्सन गर्न सक्ने सफल भयौँ होइन। वृक्षारोपणहरूदेखि लिएर सरसफाइ र हामीले यो भोलिन्टियरका कामहरू चाहिँ एकदमै मूल्यमानै छ भन्ने हामी चाहिँ हाम्रो एनसीसी एलुमनाईलाई एकदम सबैले प्रशंसा नै
एनसीसीले युवा शक्ति विकास कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यो युवा जमातहरूमा यो विदेशी मोह, आफ्नो धर्म, कला, संस्कृतिको जगेर्ना गर्ने काममा कमी र नैतिक शिक्षाको कमी र आफ्नो गाउँ, घर, समाज र ज्येष्ठ नागरिकहरूलाई आफ्नो इज्जत र सम्मान गर्नुपर्छ भन्ने भावनाको कमी, यी सबै यावत कुराहरूले गर्दाखेरि यो राष्ट्रिय सेवा दलको अझ महत्त्व बढ्दो छ र यस राष्ट्रिय सेवा दलको 100 दिनको तालिमको दौरानमा हामीले यिनै कुराहरू एउटा अनुशासित, एउटा लोयल, राष्ट्रप्रभुलाई माया गर्ने र आफ्नो देश र समाजलाई माया गर्ने युवा जमातहरू चाहिँ निर्माण गर्ने काममा थप टेवा दिइरहेका छौँ। समाजमा बढ्दै गएको कुसंस्कृति, युवावर्गहरूमाझ बढ्दै गइरहेको वैदेशिक मोहलाई न्यूनीकरण गर्न सम्पूर्ण युवावर्ग तथा देशवासी एक ढिक्का भई नेसन फर्स्टको अवधारणालाई आत्मसात गर्न जरुरी रहेको छ। राष्ट्र विकास र राष्ट्रियतालाई बलियो बनाउन नेपाल सरकारद्वारा आगामी दिनहरूमा राष्ट्रिय सेवादल तालिमलाई बढाउँदै लैजानुपर्ने आजको आवश्यकता रहेको छ।